अब मैले सिकेको चाहिँ अब स्टार्टिङ चाहिँ अब म स्काइभेटर अपरेटर हो। स्काइभेटरलाई चाहिँ यहाँनिर भागेर भन्ने गर्दछ भनेदेखि अब बेल्चा साबेललाई लोपाता भनिन्छ, पाइपलाई सिफी, यस्तै यस्तै सानोतिर कुराहरू। ठिकै छ भाइ। ठिक छ। अनि अरू कुरा, अनि नेपालबाट अब आउने नेपालीहरूलाई चाहिँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ? नेपालबाट आउनेहरूलाई त अब यसो बुझेर आउँदा राम्रोसँग मेन पावर होइन, भन्दा नि जो कन्सल्टेन्सीबाट भन्दा नि। हेलो गाइज, नमस्ते। तपाईँहरू सबैलाई मेरो पुन्टु मनिस च्यानलमा स्वागत छ। र म चाहिँ अहिले हाल क्रोएसियामा छु होइन। म चाहिँ अहिले यसो बाहिर भिजिट गर्न निस्केको छु होइन। मैले चाहिँ केही नेपाली दाइहरूलाई भेटेको छु होइन। उहाँहरूसँग भेटेर म चाहिँ गफ गरेर चाहिँ अनि म छोटो मिठो भिडियो बनाएर ल्याउने छु। हजुरहरूले हेरेर साथ दिनु होला। र अनि भिडियो राम्रो लाग्यो भने अनि सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है त। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। आएको अहिले 6 महिना भयो होइन। अब हामी के कस्तो अब कोरियाको क्रोएसियाको बसे कस्तो के छ, हामी त्यस विषयमा चाहिँ हामी कुरा गर्नेछौँ है त। ल हाम्रो विक्रम दाइ, के छ अवस्था क्रोएसियाको? ठिकै छ भाइ। अनि कस्तो चलिरहेको? ठिकै चल्दैछ। काम के कस्तो भइरहेको छ होइन? ड्युटी गरेर फर्केर काम सकेर फर्केर कोठा अब रुममा आउँछ, रुममा आयो त्यस्तै होइन, खाने त्यस्तै हो। त्यस्तै चलिरहेको, ठिकै छ जे होस् भनेपछि होइन। कम्पनीले स्यालेरी के कति टाइममा दिइरहेको टेबल हो। टाइम टेबल ठिक छ नि, टाइममै दिन्छ। ठिक छ। अनि अरू कुरा, अनि नेपालबाट अब आउने नेपालीहरूलाई चाहिँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ? नेपालबाट आउनेहरूलाई त अब यसो बुझेर आउँदा राम्रोसँग मेन पावर होइन, भन्दा नि जो कन्सल्टेन्सीबाट भन्दा नि मेन पावरबाट उ गरेर होइन, भरपर्दो मेन पावर छ भने अब उसँग कसरी सम्पर्क गरेर होइन बुझेर आउँदा राम्रो हुन्छ भन्ने सल्लाह दिन्छु। कैसा लगा मेरा मजाक? म चाहिँ ल ठिक छ। यही विषयमा चाहिँ म अब हाम्रो तेरा तो गेम बजाना पड़े। आकाश दाइलाई सोध्न चाहन्छु। अनि के छ दाइ खबर? एकदम ठिक छ भाइ, म एकदमै। अनि के छ, अनि कति भयो क्रोएसिया आउनु भएको? के छ बसाइ, के छ कस्तो? म यहाँ आएको चाहिँ टोटल्ली 7 महिना भयो भाइ। अब यस्तो छ, यहाँनिर क्रोएसियामा चाहिँ आउनुभन्दा अगाडि के माइन्डसेट राख्नु होला भनेदेखि, हजुर यहाँ आएर चाहिँ एकदमै मेहनत गर्छु र म जे काम भेट्छ म त्यो गर्छु भन्ने चाहिँ सोच्नु होला। किनकि यहाँनिर चाहिँ अब म यो गाडी चलाउँछु, म यो मेसिन चलाउँछु, अथवा म यो प्लास्टर मात्रै गर्छु, अथवा यो कलर मात्रै गर्छु भन्ने चाहिँ यहाँ हुँदैन है। थियो आउँदाखेरि चाहिँ म यहाँ जे पर्छ म त्यो गर्छु भन्ने सोचेर आउनु होला। र अनि भरपर्दो एजेन्सी मार्फत नै सबै डकुमेन्टहरू एप्लाई गरेर राम्रोसँग आउनु होला। यहाँनिर दुःख गर्नेको लागि ठिक छ, यहाँ त्यस्तो नराम्रो चाहिँ छैन भन्छु म। ठिक छ। अनि हाम्रो यो भाषा सम्बन्धी चाहिँ के भन्न चाहनुहुन्छ? भाषा भनेको अब हाम्रो नेपालमा यसको बारेमा पढाउने खासै ठाउँहरू छैन। त्यो पनि अब प्रायः जस्तो सबैले यहाँ आएरै सिक्ने हो। अब बिस्तारै बिस्तारै सबैजनाले अब त्यही हो, नेपालीहरू यदि पुरानो कोही छन् भनेदेखि त्यो कम्पनीमा तपाईँहरू चाँडो सिक्नु सक्नुहुन्छ। यदि छैन भने टाइम लाग्छ, जे होस् बिस्तारै हुन्छ। ठिक छ। अनि जे होस् कम्पनीमा भाषा कतिको के छ, कस्तो जानिया छ, के कुरा अहिलेसम्म सिकियो नयाँ नौलो? अब मैले सिकेको चाहिँ अब स्टार्टिङ चाहिँ अब म स्काइभेटर अपरेटर हो। स्काइभेटरलाई चाहिँ यहाँनिर भागेर भन्ने गर्दछ भनेदेखि अब बेल्चा साबेललाई लोपाता भनिन्छ, पाइपलाई सिफी, यस्तै यस्तै सानोतिर कुराहरू जस बेसिक काम गर्ने ठाउँमा युज हुने कुराहरू चाहिँ जस जानिएको छ। बोल्न नसके पनि बुझिन्छ। ठिक छ, बुझेको छ भनौँ न। ठिक छ। ल त्यो नि राम्रै कुरा हो भनेपछि सबैले अनिवार्य यहाँ आएर चाहिँ भाषा बुझ्नलाई एकदमै जरुरी छ। भाषा जानेन भने यहाँ केही पनि छैन भने जस्तै हो। भाषा चाहिँ एकदमै कम्पलसरी नै जानु भनेको एकदम इम्पोर्टेन्ट हो यहाँको भाषा।
इङ्ग्लिस अनि पनि यहाँको मान्छे तपाईँले टिआरसी चाहिँ कसरी आएको कति दिनमा चाहिँ टिआरसी प्राप्त गर्नुभयो? अब कति मान्छेले त अब टिआरसी 6 महिना 3 महिना 4 महिना 2 महिनासम्म पनि पाएन भन्छ। तपाईँले चाहिँ कति दिनमा अथवा महिनामा पाउनुभयो? यस्तो भयो, हाम्रो चाहिँ आएको 3-4 दिनभित्रमा हामीलाई पुलिस स्टेसन लगेर बायोमेट्रिकहरू गराए। त्यसपछि अब 21 दिनभित्र लिन आउनु भनेको थियो त्यहाँनिर पुलिस चौकीमा चाहिँ, तर हामी त्यो कामको कारणले चाहिँ त्यहाँनिर जान सकेनौँ। तर कम्पनीले 1 महिनाको भित्रमा हामीलाई ल्याएर दिएको थियो। अब अरूको त्यो 3 महिना 4 महिना 6 महिना भन्ने चाहिँ अब सुने हो, मलाई चाहिँ त्यस्तो लागेन कि 3 महिना 4 महिना लाग्छ भन्ने चाहिँ मलाई लागेन, किनकि 21 दिनभित्रमा आउने सिस्टम नै रहेछ। भनेपछि त्यो पनि कम्पनी हेरी अनुसार हुने रहेछ भन्ने कुरा थाहा भयो। अब कोही कम्पनीहरूले अब दिन चाहँदैन, यो मान्छेहरू अन्त जान्छ भनेर चाहिँ अब 3 महिना 6 महिना लाउँछ भने त्यो बेग्लै कुरा हो। होइन भने 21 दिनभित्रमा चाहिँ टिआरसी तपाईँको हातमा आउने हुँदो रहेछ है। ल हस् त, अब लास्टमा अब के भन्न चाहनुहुन्छ त? सबैलाई के भन्न चाहन्छु भनेदेखि अब आउनुहोस् सबैजना होइन। यहाँनिर कतिले दुःख पनि पाएका छन् भनेदेखि कतिले सुख। अब आएर जसले मेहनत गर्छ उसलाई राम्रै हुन्छ भन्ने सन्देश हो मेरो चाहिँ। हस् त, ल है त। हस्। ल अब यस विषयमा अरू चाहिने विषयमा चाहिँ हामी पछि भिडियो ल्याउनेछौँ। हजुरहरूले यदि अरू विषयमा जान्न बुझ्न चाहनुहुन्छ भने चाहिँ सब्सक्राइब जरुर गर्नु होला है त। हस् त, नमस्ते।